कापाडोसियाको भ्यू पोइन्टबाट चाहिँ अहिले हामी हेर्दैछौँ कस्तो रहेछ भनेर भन्ने कुरो। भोलि हामी यो बेलुनमा चाहिँ उडेर पनि यो ठाउँमा खिच्छौँ। तर अहिले साँझको चाहिँ नजारा यहाँ यति चिसो छ, यो टोपी नलाइकन बस्न सकिँदैन। ल हेर्नुहोस् न, यस्तो पहाड खोपी भित्र एकदम ल्याभिस। त्यो पहाडभित्र चाहिँ 5 स्टार 4 स्टार होटलहरू छन्। कसरी बनाएको होला यिनीहरूले? मेहनत गऱ्यो भने नहुने के पनि छैन। यस्ता पहाड हाम्रो 1000 लाख छन्, तर एउटा पहाडमा खोपेर एउटा कोठा बनाउने छैन। टनेल युगमा प्रयोग गऱ्यौँ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू है। यहाँ पहाडै खोपेर संसार 5 स्टार होटल बनाएको अवस्था छ। यो नि एउटा रमाइलो। ल हेर्नुहोस् त कति रमाइलो छ। ल यहाँ बजार छ, यो छ। ल हेर्नुहोस्, यस्तो यो सबै होटलहरू हो भित्र। म पनि यो भित्र एउटा ठाउँ मेरो कोठाको अहिले फोटो देखाउँछु। म पनि यो भित्र, यो गुफाभित्र म आजको राति यहीँ बस्दैछु। ल हेर्नुहोस्।